कानून आखिरमा हो के त? यसको वास्तविक प्रकृति के हो? आजको हाम्रो विश्लेषण यही आधारभूत बहसमा केन्द्रित हुनेछ। हामी यही प्रश्नको गहिराईमा पुग्ने कोसिस गर्नेछौँ। कानून साँच्चै कहाँबाट आउँछ? यो एउटा यस्तो प्रश्न हो जसले कानूनविद र दार्शनिकहरूलाई शताब्दीौंदेखि अल्मल्याइरहेको छ, उनीहरूलाई विभाजित गरेको छ। आज हामी दुईवटा यस्ता प्रमुख विचारहरू हेर्दैछौँ जसले यो प्रश्नको बिल्कुलै फरक जवाफ दिन्छन्। ल सुरु गरौँ हाम्रो पहिलो दृष्टिकोणबाट। यो दृष्टिकोणले कानूनलाई कुनै पनि समाजको संस्कृतिबाट छुट्टाउनै नसकिने एउटा अभिन्न अङ्गको रूपमा हेर्छ। यो दृष्टिकोण, जसलाई हिस्टोरिकल स्कुल वा ऐतिहासिक स्कुल भनिन्छ, वास्तवमा त्यस बेलाका दुई प्रचलित विचारहरूको प्रतिक्रियामा आएको थियो। एकातिर थियो प्राकृतिक कानून, जसले भन्थ्यो कानून त विश्वव्यापी तर्क हो। अर्कोतिर थियो पोजिटिभिजम, जसले कानूनलाई केवल शासकको आदेश मान्थ्यो। तर ऐतिहासिक स्कुलले यी दुवैलाई अस्वीकार गर्यो। उनीहरूको भनाइ थियो कानूनको स्रोत अन्त कतै छ। र हो, यही ऐतिहासिक विचारधाराको केन्द्रमा एकजना प्रमुख व्यक्तित्व हुनुहुन्छ, कार्ल भन सेभिग्नी। उहाँले कानूनलाई हेर्ने एउटा बिल्कुलै नयाँ, भनौँ न क्रान्तिकारी तरिका नै अघि सार्नुभयो। सेभिग्नीको दर्शनको मुटुमा एउटा अवधारणा छ, वल्कगाइस्ट। यो एउटा जर्मन शब्द हो जसको अर्थ हुन्छ जनताको आत्मा। उहाँको विचारमा कानून कुनै राजाले वा संसदले बनाउने कृत्रिम कुरा होइन। यो त कुनै पनि समाजको सामूहिक चेतना, उसको पहिचान र संस्कृतिबाटै बिस्तारै उम्रने कुरा हो। यसलाई बुझाउन सेभिग्नीले एउटा एकदमै शक्तिशाली उदाहरण दिनुभएको छ। उहाँले भन्नुभयो, कानून भाषा जस्तै हो। सोचौं त, भाषा कुनै समितिले बनाएको हो र होइन नि, यो त बिस्तारै स्वाभाविक रूपमा विकसित हुन्छ। हो, ठिक त्यसरी नै कानून पनि समाजको आवश्यकता र अनुभवसँगै उम्रदै बढ्दै जान्छ। त्यसैले सेभिग्नीका मुख्य सिद्धान्तहरूलाई हेर्दा कुरो एकदमै स्पष्ट छ। कानून बनाइदैन, बरु फेला पारिन्छ। यो समाजको रीतिरिवाजबाटै स्वाभाविक रूपमा उम्रन्छ। यही कारणले उहाँ कानूनलाई संहिताकरण गर्ने, मतलब लिखित नियमहरूको किताबमा बाँध्ने कुराको एकदमै विरुद्धमा हुनुहुन्थ्यो। किनभने उहाँलाई लाग्थ्यो कि यसो गर्दा कानून जनताको जीवन्त आत्माबाट टुट्छ, अलग हुन्छ। अब यही विचारलाई अझ अगाडि बढाउनुभयो अर्का एक महत्त्वपूर्ण विचारक सर हेनरी मेनले। उहाँले के देखाउनुभयो भने यो जुन जैविक कानूनको कुरा छ, यो समयसँगै कसरी विकसित हुँदै जान्छ। मेनको एउटा एकदमै प्रसिद्ध सिद्धान्त छ जसले समाजको विकासलाई दुई चरणमा देखाउँछ। पहिलो, परम्परागत समाज। त्यहाँ व्यक्तिको स्थान उसको हैसियतले निर्धारण गर्थ्यो। मतलब ऊ कुन परिवारमा जन्मियो, उसको जात के हो, त्यही नै सबथोक थियो। तर जब समाज आधुनिक र प्रगतिशील हुँदै जान्छ, तब व्यक्तिहरू स्वतन्त्र करार वा सम्झौता मार्फत आफ्नो अधिकार र कर्तव्य आफै निर्धारण गर्न थाल्छन्। यही हो हैसियतबाट करारसम्मको महान यात्रा। ल, अब फेरि हाम्रो त्यही सुरुको प्रश्नमा फर्कौं, तर यसपटक एउटा बिल्कुलै फरक दृष्टिकोणबाट। के कानून साँच्चै संस्कृति हो वा यो केवल शक्तिको खेल मात्रै हो? समाजवादी स्कुलको विचार बिल्कुलै फरक छ। उनीहरू कानूनलाई कुनै संस्कृति वा आत्माको उपज मान्दैनन्। यसको सट्टा उनीहरू भन्छन् कानून त वर्गीय हतियार हो। उनीहरूको तर्क के छ भने कानून सलै शासक वर्ग अर्थात् पुँजीपति वर्गले श्रमिक वर्गलाई नियन्त्रणमा राख्न र शोषण गर्न बनाएको एउटा औजार हो। यो दृष्टिकोणलाई राम्ररी बुझ्न हामीले कार्ल मार्क्सको विश्लेषण गर्ने तरिका डायलेक्टिकल मटेरियलिजम वा द्वन्द्वात्मक भौतिकवादलाई बुझ्नुपर्छ। यो प्रक्रिया 3 चरणमा अघि बढ्छ। पहिलो चरण हो थिसिस वा पक्ष। यसको मतलब हो समाजमा पहिलेदेखि नै स्थापित कुनै विचार वा शक्ति संरचना। त्यसपछि आउँछ एन्टिथेसिस वा विपक्ष। यो भनेको त्यो विद्यमान संरचनाको ठिक उल्टो, त्यसको विरुद्धमा खडा हुने एउटा विरोधी शक्ति वा विचार हो। यही दुई बीचको द्वन्द्व नै ऐतिहासिक परिवर्तनको मुटु हो। र अन्तमा यही पक्ष र विपक्षको द्वन्द्वबाट सिन्थेसिस वा संश्लेषणको जन्म हुन्छ। मतलब एउटा नयाँ सामाजिक व्यवस्था बन्छ। तर कथा यही सकिँदैन। यो नयाँ संश्लेषण फेरि अर्को चक्रको लागि नयाँ पक्ष बनिदिन्छ र इतिहासको यो चक्र यसरी नै घुमिरहन्छ। मार्क्सको यो एउटा प्रसिद्ध भनाइले उहाँको दृष्टिकोणलाई छर्लङ्ग पार्छ। उहाँको लागि राज्य र त्यसले बनाउने कानून कुनै निष्पक्ष संस्था होइन। यो त केवल
शासक अर्थात् पुँजीपति वर्गको स्वार्थ पूरा गर्न बनाइएको एउटा कार्यकारी समिति मात्र हो। मार्क्सले इतिहासलाई कसरी हेर्नुभयो भने यो वर्गीय सङ्घर्षले चलाउने आर्थिक चरणहरूको एउटा लामो श्रृङ्खला हो। आदिम साम्यवादबाट सुरु भएर समाज दास समाज, सामत्यवाद र पुँजीवाद हुँदै अघि बढ्छ र उहाँको परिकल्पनामा अन्त्यमा एउटा वर्गविहीन साम्यवादी समाज आउँछ जहाँ राज्य र कानून दुवैको आवश्यकता नै पर्दैन। ती आफै विलीन भएर जान्छन्। ल, अब यी दुई बिल्कुलै फरक विचारधाराहरूलाई एकै ठाउँमा राखेर हेरौँ न त। आखिर कानूनको उद्देश्य के हो? संस्कृतिको संरक्षण गर्नु हो वा समाजमाथि नियन्त्रण कायम गर्नु हो? यो तालिकाले यी दुई स्कुलबीचको आधारभूत भिन्नतालाई एकदमै स्पष्ट पार्छ। हेरौँ है, ऐतिहासिक स्कुलका लागि कानूनको स्रोत के हो? जनताको आत्मा वा रीतिरिवाज। तर समाजवादी स्कुलका लागि शासकवर्गको इच्छा। त्यस्तै राज्यको भूमिका के हो? ऐतिहासिक स्कुल भन्छ जनताको इच्छालाई संरक्षण गर्ने, समाजवादी स्कुल भन्छ होइन, यो त दमन गर्ने साधन हो। र अन्तमा कानूनको भविष्य के त? एउटा दृष्टिकोणमा कानून राष्ट्रिय संस्कृतिको ऐना हो भने अर्को दृष्टिकोणमा यो एउटा हतियार हो जुन वर्गविहीन समाज आएपछि आफै हराएर जान्छ। त्यसैले अब सोच्नुपर्ने अन्तिम तर सबैभन्दा महत्त्वपूर्ण प्रश्न यही हो। जब हामी आजको हाम्रो आफ्नै समाजका कानूनहरूलाई हेर्छौं तब के देखिन्छ? के ती हाम्रा साझा संस्कृति र परम्पराको प्रतिबिम्ब हुन् वा ती कुनै निश्चित आर्थिक शक्तिको स्वार्थ पूरा गर्ने औजार हुन्? यो प्रश्नमा घोत्लिँदा सायद कानून र समाजप्रतिको हाम्रो बुझाइ नै बदलिन्छ कि